हेलो दोस्तों, नमस्ते, स्वागत। घरमा को हुनुहुन्छ? ल चल्दैन चुच्चेहरू ए फुपूको परिहरू जस्तै फुपूहरू सजिएर निस्किनु भएको छ। यहाँ एकजना हुनुहुन्छ। घृणा नभएको ठाउँ छैन, द्वन्द्व नभएको ठाउँ छैन, ईर्ष्या, रिस, डाह। YouTube channel. Ismani. हेलो दोस्तों, नमस्ते, स्वागत है मेरो युट्युब च्यानलमा भनेदेखि हेलो सबैलाई वेलकम छु। आज न्यू डे न्यू आज किनकि फाइनली आज चाहिँ क्रिसमस डे हो क्या। अनि त्यही भएर हामी चाहिँ क्रिसमस मनाउन जाँदैछौँ। फुपूहरूले इन्भाइट गर्नुभएको छ। हुन त हामी क्रिस्चियन नभए पनि हामी हिन्दू भए पनि मिल्छ नि त हेर्नलाई। जस आजको दिन एकदम बबाल। हेलो वेलकम टु निस बिजी ब्लगमा फेरि पनि म आइसकेको छु हजुरहरूको सामु। जस राम्रो हुन्छ आजको दिन, बवाल हुन्छ भन्न चाहन्छु एकदम। ल लेट्स सी हो होइन। हामी चाहिँ अब यहाँको रुमबाट जान्छौँ साथीहरूमा। अहिले चाहिँ हामी रुममै छौँ। अनि म चाहिँ यदि घरको तयार भइसकेँ, मेरो ड्रेसहरू जस्तो छ। अब यहाँ हामी रुमबाट निस्किसक्यो। अनि त्यही भएर अब चाहिँ हामी उता जान्छौँ बस स्ट्यान्डबाट हामी चाहिँ उता चक्रगती हुँदै बाङ्गीसम्म जान्छौँ बसबाट। अनि त्यहाँदेखि चाहिँ होइन बस स्ट्यान्ड हो त्यहाँमाथि। अनि त्यहाँदेखि हामी चक्रगती बाङ्गी हुँदै जान्छौँ। उता हामी चाहिँ देवीघाट हिँडेको। अनि अघि भन्नु भने चाहिँ क्रिसमस हामी गइहाल्ने हो। गाडी चाहिँ पाउनु भयो। अब अगाडि त्यस्तै हुन्छ। अब त्यही त अगाडिको भ्यू चाहिँ आजको दिन चाहिँ एकदम बवाल होला होइन। क्रिसमस डे पनि फर्स्ट टाइम हो गयो एक्सपिरियन्स। फर्स्ट 5-10 बजेर पाँच। अब फर्स्ट डे थियो। पहिला त गएको छैन, पहिला गएको छैन। तर फुपूले चाहिँ 10 बजी बोलाउनु भएको थियो। त्यही भएर अलिक ढिलो भइरहेछ। आज कराउनुहुन्छ होला। तिमी केही भन्छौ कि साथी मेरो दर्शक बिनहरूलाई? फाइनली अहिले चाहिँ हामी बुद्धचोकमा आइसकेको छौँ। अघि चाहिँ हिँड्दै स्ट्यान्ड जानु भनेको स्ट्यान्ड चाहिँ जान पाइएन। त्यही यहाँ अहिले हामी बुद्धचोक आइसक्यौँ। यहाँदेखि चाहिँ हामी अब गाडी चढेर उता होइन चक्रगती बाङ्गी जान्छौँ। अनि त्यहाँदेखि चाहिँ हामी एरिया जान्छौँ। अब कस्तो
अहिले त हामी गाडीमा बसिसक्यो गाडीमा लाग्यो यता म यता दुईजना अब यहाँदेखि कति टाइम लाग्छ होइन फर्स्ट टाइम चाहिँ यहाँबाट चाहिँ म त गाडीबाट गइरहेको छु अस्ति नै चाहिँ म बाइकबाट गएको थिएँ तर अर्कै बाटो कति मिनट 9 बजेर पुग्छ होइन त्यसले अब हामी चाहिँ जस्ट फाइनली हामी अहिले बाँकी आइसक्यौँ अब बाँकी हेर्नु सक्नुहुन्छ यो चाहिँ हामी अहिले आइपुगेको बाँकीको बजार हो यहाँनिर छ त्यो लोगोहरू पनि छ अनि यता नहर छ त्यो स्ट्यान्ड हो यहाँदेखि हामी चक्रघाटी जान्छौँ मलाई सायद जस्तो लाग्छ अहिले अहिले चाहिँ हामी यहाँ झरिसक्यौँ यो ठाउँलाई के भन्छ दाइ
सोमबारेमा झरिसक्यौँ अब सोमबारदेखि हामी उप्रेती चोक जान्छौँ अनि उप्रेती चोकदेखि चाहिँ नजिकै जस्तो लाग्छ क्या अनि त्यहाँसम्म त जस्तो लाग्छ अब हामी यहाँदेखि उप्रेती चोक चाहिँ जान्छौँ म गएको छु त्यति थाहा छैन क्या राति यो चाहिँ सोमबारे हो अघि हामी माथिबाट आएको अहिले हामी उता उप्रेटी चोकतिर जाँदैछौँ हामी धरानबाट बोराबात होइन हामी त्यही बोराबार चाहिँ जान चाहिँ त्यतै पनि हिँडेको हो खास हामी यहाँ देवीघाटमा फुफुल आज क्रिसमस हो नि त त्यही कारणले अहिले चाहिँ हामी उप्रेटी चोक पनि आइसक्यौँ देवीघाट भन्ने ठाउँ देवीघाट जस्तै हो होइन उप्रेटी चोक देवीघाटै हो देवीघाट नै पर्छ आइसक्यौँ दाइसँग अब यहाँदेखि चाहिँ हामी उता फुपूको घर जाँदैछौँ अब पतिर हो अनि पर हो क्या अनि कस्तो लगभग हामी धरानदेखि हिँडेको समथिङ 1 घन्टा जस्तो लाग्दो रहेछ धरानबाट चाहिँ यो ठाउँमा आउनु अनि यहाँदेखि अहिले मिल्यो भने हामी बोरा बाट पनि जान्छौँ त्यता के खोज्छ जस्ट फाइनली हामी यहाँ बोजूको घर नै आइसक्यौँ तर घरमा चाहिँ मान्छे सकेको छैन यो यता आकाश हामी चाहिँ अनि चर्च चाहिँ यहाँ पर छ यहाँनिर पर छ अनि हामी यता अहिले हामी फुपू गर्ने आइसक्यौँ होइन टक्क भएर अघि चाहिँ हामी उता बोजू घर गएको थियौँ तर फाइनल यता फुपू घर चाहिँ यता रहेछ फुपू चाहिँ यता बस्नु हुँदो रहेछ क्या अस्ति नै जाऊँ भन्नु थियो तर मान्ने क्या अनि त्यही कारणले रिसाउनु भएको थियो अनि फुपू गर्ने आइपुग्यो जस्ट फुपूको फोन पनि लगाइरहेको थिएन अनि त्यो अलिक गिद्दी भइरहेको थियो त्यही भएर घरमा को हुनुहुन्छ चेहरू हेर्नु ल चल्दैन चुच्चेहरू ए फुपूको यो चाहिँ तपाईँहरूको बिहेमा चाहियो भने अर्डर गर्न सक्नुहुनेछ यो पनि ठुलो छ जस ए बच्चाहरू नि छ फुपूको फुपूको सरी सुँगुर चोचेको बच्चाहरू बेबीहरू यो त कति मोटो मोटो छ यिनीहरू फेरि एउटा चाहिँ कस्तो लुरेहरू पर हेर्न मरिगएको थियो त्यो होइन रहेछ यताको पनि फुल्न आँटेको छ भन्न यताको फुल्ने कोसिस गर्दैछ अब दामी हुन्छ यो पालि परतिर हेर्न कस्तो दामी फुलिरहेछ होइन यताको चाहिँ भर्खरै सर्नु भएको रहेछ अलिअलि फुल्न आँटेको छ परतिरको चाहिँ कस्तो राम्रो छ क्या त्यो परतिरको चाहिँ अनि यताको चाहिँ भर्खरै रहेछ त कोपिला छ क्या अब कोपिलामा त हुन त जुनै चिज पनि कोपिलामा त्यति राम्रो हुँदैन नि त अनि उता नि हेर्नु सक्नुहुन्छ पल्लोपट्टि त झन् कस्तो बब्बाल छ क्या जाउँ न त परै जाउँ न त्यो चाहिँ छुन्दैन कराउनु त अन्त उता तोरीबारी हिँडेको क्या डुल्न होइन यसो तोरीबारी डुल्न हिँडेको भनौँ न अर्काको आफ्नो होइन के कस्तो बवाल छ क्या हेर्नु नाम मात्रै हो त आइफोन स्यामसङ S25 यो कमाल भनेर के भन्नु कपाल छ 25 हो नि त हौ हाम्रो यार परिहरू जस्तै फुपूहरू सजिएर निस्किनु भएको छ यहाँ एकजना हुनुहुन्छ दिदी आन्टी हुनुहुन्छ हामी पनि यहाँ लाग्यौँ होइन अब यहाँदेखि चाहिँ हामी उता जान्छौँ अघि पनि गएको अनि फर्केको अब चिनेको किनकि हामी क्रिस्चियन नभए पनि आज भित्र के हुन्छ कस्तो हुन्छ एक्सपिरियन्स गर्नलाई हिँडेको फुपू हामीलाई पनि ऊ भन्नु ल क्रिस्चियन भन्नु ल हरेक चिजमा एक्सपिरियन्स लिनुपर्छ तर आउँदैन के भन्नुपर्छ के भन्नुपर्छ
के भन्नुभएको हौ केही भन्नु पर्दैन त्यही त अनि साइलेन्स त्यही त जस्ट आइसक्यो चर्च पनि अब यहाँदेखि चाहिँ हामी भित्र छिर्नेछौँ होइन धेरैजना आइसक्नु नि भएको छ अनि हामी चप्पल खोलेर हामी अब भित्र छिर्दैछौँ राम्रै व्यवस्था हामी चाहिँ अब भित्र चर्चभित्र छिर्दैछौँ होइन कस्तो हुन्छ भित्रको धर्महरू छन् कानुनहरू छन् नीतिहरू छन् नमस्ते तर त्यो सबै कुरा हुँदा हुँदै पनि आजको संसारमा आफ्नै सङ्गमा राख्नुभयो आफ्नै साथमा तर मानिसले आज्ञा जब तोडिसके पछाडि परमेश्वरले यो पृथ्वीमा पठाउनु भयो त माटोबाट बनेको थिएछ त माटै होस् त माटोमा नमिलुन्जेल पृथ्वीको अथवा उब्जाउ खानेछ जमिनले काँडाहरू सिउँडीहरू विभिन्न प्रकार ठाउँमा हेर्नुहोस् भ्रष्टाचार नभएको ठाउँ छैन घृणा नभएको ठाउँ छैन द्वन्द्व नभएको ठाउँ छैन ईर्ष्या रिस डाहा यो प्रकारको प्रविधि कहाँबाट आयो भन्दाखेरि चाहिँ त्योबाट आयो जसले गर्दा चाहिँ मृत्युलाई चाहिँ मृत्युवरण गर्नुभयो मान्छे जतिसुकै भए पनि यहाँबाट मरेर गए पछाडि न्याय हुन्छ न्यायमा उभिनै पर्छ अनि त्यही न्यायमा आत्माको मोल तिर्न नसक्ने भएको कारणले नै परमेश्वर आफै मान्छे बनेर आउनुभयो अनि त्यही प्रतिज्ञालाई चाहिँ पछि गएर प्रभु येशू ख्रीष्टले पुरा गर्नुभएको छ येशू ख्रीष्ट नाम चाहिँ यो हाम्रो नेपाली नाम होइन हामीले बुझे जस्तो जाति भाषा आफ्ना आफ्ना ईश्वर बनाएका हो हामीले चाहिँ ईश्वरलाई चाहिँ हामीले आफैले बनाएको मन पसन्द किनभने देखेनौ नि त अघि नै भन्नु त तिमीहरूको अपराधको कारणले गर्दाखेरि परमेश्वर र मान्छेको जुन देखादेख हुने भेट हुने कुरा चाहिँ छेलिदियो पापको बादलले चाहिँ यतिसम्म छेल्यो हामीले अनि ईश्वर खोज्ने क्रममा हामीले प्रकृतिमा आकृतिमा ईश्वर खोज्न थाल्यौँ विभिन्न प्रकारको जीवजन्तुमा हामीले ईश्वर खोज्न थाल्यौँ भगवान्लाई हामीले खोज्न थाल्यौँ किनभने हामीलाई आदर चाहिन्छ किनकि आदर चाहिन्छ भन्दाखेरि येशूको जबसम्म जन्मेर बलिदान हुँदैन थियो तबसम्मको लागि राखिएको थियो भिडियो गर्दा के भन्नु भिडियो गर्दा
केटीहरू चिन्न पायो डान्सरहरू नपाइयो होइन अहिले चाहिँ ब्रेक होइन उहाँहरू भजन गर्नुहुन्छ अरे अनि त्यही भएर अहिले चाहिँ हामी बाहिर निस्किनु भन्नुभएको थियो अनि बाहिर आइरहेको छौँ अनि त्यही भएर सबैजना उहाँहरू नि हुनुहुन्छ बोरिङ टाइप भयो जस्तो के भन्छ खाएर छ खानु अनि हामीले यता बसिरहेको छौँ अनि यो पर चाहिँ खाजा खाने ठाउँ रहेछ त्यता भित्र चाहिँ उहरू प्रार्थनाहरू खोइ के हुन्छ त्यो थाहा छैन मलाई अनि भित्र चाहिँ हुँदो रहेछ अनि अघि एकछिन बसियो पनि अनि आइयो त्यस्तै छ एकदम बवाल छ भित्र म चाहिँ फर्स्ट टाइम आएको हो कि अब गाउँमा सुनेको चाहिँ त्यही अनि आज यस्तो फुफूहरू नि हुनुहुन्छ नि त क्रिस्चियन फेरि म चाहिँ होइन नि फेरि होइन अब के गर्नु त्यस्तो त लाग्दैन होइन त्यही भए नि म त त्यस्तो म हिन्दी मान्छे त्यही भएर नि अब कस्तो हुँदो रहेछ आज यस्तो अब आज क्रिसमस डे पनि हो नि त होइन धर्म भनेको जसले नि मान्दा भइहाल्छ नि त्यही भएर म चाहिँ आएको त्यस्तो केही होइन एकदम बवाल भइरहेछ होइन एकछिन कार्यक्रमहरू हुन्छ अरे अनि हेर्ने अब कस्तो हुन्छ अब हेर्दै जाउँ अब कस्तो हुन्छ त्यही हो अब हामी चाहिँ खाजा YouTube channel. Ismini. म त्यति सक्दिनँ यार भाइहरूलाई दिन कि जस्ट फाइनली अब हामी यहाँबाट जानेछु हाम्रो कार्यक्रमहरू सकिसक्यो होइन अब बिस्तारै सकिँदै गएको छ होइन अब यहाँनिर रमाइलो गऱ्यो खाइपिई गऱ्यो होइन भजन सुनियो एकदम बवाल हुने रहेछ होइन जस्ट अब म सुन्न भयो नि मेरो एक्स अब कस्तो हुन्छ फर्स्ट टाइम भनेर चाहिँ सिकेको एकदम बवाल हुन्छ अगाडि भिडियो होइन त्यही हो अब मेरो जानु अन्य ठाउँमा हेर्नु के हुन्छ अब आज नि फेरि अरू ठाउँ पनि हामी घुम्न जानेछौँ आज एकदमै बवाल जस्तो लाग्यो होइन नम्बर माग न ए ल आजको दिन के भन्न चाहनुहुन्छ तपाईँ रमाइलो भइरहेछ उहाँ टिकटकै बनाउनुमा व्यस्त छ के भन्नुहरू त होइन हामी त्यही त हो अब सबैजना टिकटक बनाउने फोटो खिच्ने त्यस्तैहरू यताउति सबैजना अब के गरेर सकिसक्यो अब हामी जानु त होला होइन अब हेर्नु अब यहाँ टिकटक बनाउनु रहेछ उहाँले कस्तो साडीमा कस्तो म्याच हान्नु हामी चाहिँ अब क्रिसमस ऊबाट निस्किँदैछौँ होइन दुईजना हामी निस्किसक्यौँ अब हामी फेरि फुफू घर जान्छौँ अब फुफू घरदेखि कता ऊ कुदाउने ओइ साइकल कुदाउने ओइ म ऊ हानिदिन्छु नि विल्ली ओइ आइदैन म विल्ली हानिदिन्छु नि ओइ आइदैन म विल्ली देखाउँछु क्या तँलाई चार्ज चाहिँ छैन भन्छु मेरो साथी कस्तो रिसाइरहेको छ यार आज चार्ज फोनको चार्जै सकिसक्यो क्या हाम्रो भिडियो बनाउँदा त होइन त्यही हामीसँग थोरै चार्ज थियो कि अनि त्यही होइन भिडियो बनाउँदाखेरि त्यही चार्जहरू सकिरहेको छ अहिले चाहिँ हामी निरहेको छौँ अब यहाँदेखि हामी फुपूको घर जान्छौँ फेरि अघि गएको ठाउँमै त्यो अघि सुँगुरहरू पाएको ठाउँमै अनि त्यहाँदेखि चाहिँ हामी
मिल्यो भने अब बोराबाट जानु भनेको अब त्यही बोराबाट गइहाल्छ अनि समय दिन अब थाहा पाइहाल्नुहुन्छ हामी बोराबाट गयौँ भने भिडियो आइहाल्छ ओके